इराकमा बेचिएकी नेपाली चेली गौमायाको दर्दनाक कथा। अहिले कन्ट्याक्ट हुनुहुन्न। मसँग मोबाइल पनि छैन है। मोबाइल नभएको कारणले चाहिँ मैले अरूको मोबाइल मागेर म बाध्य गरेर भिडियो बनाएको छु। वैदेशिक रोजगारको गुलियो सपना देखाएर इराक पुर्याइएकी बुटोलकी गौमाया नेपाली आज मानव बेचबिखनको जालमा नराम्ररी फँसेकी छन्। परिवारको पेट पाल्न परदेश उडेकी उनी आज आफ्नै पसिनाको मूल्य पाउनुको साटो परदेशी भूमिमा अमानवीय यातना, कुटपिट र बन्धक जीवन बिताउन विवश बनेकी छिन्। मलाई कुट्यो पिट्यो, क्यामेरा नभएतिर लगेर मेरो घिउकुरोहरू 28 दिन बाथरुममा थुन्नु खोज्ने गर्यो। अनि गरे पछाडि मेरो मोबाइल फुटालेर अफिसमै राखिदिएको छ। मसँग मोबाइल छैन अहिले। यो वैदेशिक रोजगारी मात्र होइन, स्पष्ट रूपमा मानव बेचबिखनको जघन्य अपराध हो। इल्लिगल बाटोबाट इराक पुर्याइएकी गौमायालाई दलालहरूको गिरोहले आज बेचबिखनको शिकार बनाएको छ। इराकको अर्बिल स्थित सायनी मलमा कार्यरत गौमायासँग न त सम्झौता अनुसारको काम लिइयो, न त महिनावारी तलब नै उनले पाइन्। उल्टो उनीमाथि निर्मम कुटपिट गरिएको छ। मोबाइल खोसेर फुटाइएको छ भने बाहिरी संसारसँगको सम्पर्कबाट उनलाई विच्छेद गरिएको छ। गौमायाका श्रीमान पहिले नै सम्बन्ध बिगारेर भारततर्फ गएर बसेका छन् भने कक्षा 10 मा पढ्ने 16 वर्षकी छोरी छन्। आमाको यस्तो दयनीय अवस्था देखेर बिलाउन गर्दै छोरीले हामीसँग कुराकानीमा मुटु नै थर्र हुने गरी धरधरी रोएकी छन्। 15-16 दिन भइसक्यो। अहिले चाहिँ कुरा गर्न दिएको छैन। अघि सुनेको थिएँ मम्मीको फोन फुटाइदिनु भएको छ भनेर सुनेको थिएँ। त्यहीँको मान्छेहरूले। यो परिवार यति बेला तहस नहस भएको अवस्थामा छ। गौमायाले अब त्यहाँ एक क्षण पनि बस्न नसकेर आफ्नो ज्यान जोगाएर नेपाल फर्कन खोज्दा कम्पनी र तस्करहरूको गिरोहले 10 लाख रुपियाँ नेपाली माग गरेको छ। नेपाल फर्कनका लागि उनीहरूले गौमायालाई 10 दिनको अल्टिमेटम दिएका छन्। यदि 10 दिनभित्र यो रकम बुझाउन सकिएन भने रकम झन बढ्न सक्ने र गौमायामाथि नै थप भयानक दुर्घटना हुन सक्ने खतरा बढेको गौमायाको प्राप्त भिडियो र छोरीको भनाइबाट स्पष्ट भएको छ। दर्शक महानुभावहरू, अवैध गिरोहको चङ्गुलमा फसेर इराकको अन्धकार कोठामा छटपटाइरहेकी गौमायाको जीवन दाउमा छ। यति बेला 10 दिनको यो काउन्टडाउन सकिनै लाग्दा कि हामी हाम्री एक चेलीलाई यसरी नै तस्करहरूको बन्धक बन्न दिन सक्छौँ त? तसर्थ नेपाल सरकार, परराष्ट्र मन्त्रालय, इराकस्थित नेपाली दूतावास, मानवाधिकार कर्मी र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा यो गिरोह विरुद्ध कडा एक्सन लिएर गौमाया नेपालीको सकुशल तथा तत्काल उद्धार गर्नको लागि हार्दिक अपिल पनि गर्दछौँ। एउटा आमालाई रुँदै गरेको छोरीको काखमा फर्कनको लागि सबैले आफ्नो तर्फबाट सहयोग गरिदिनुहोला। फेरि भिसा, फेरि टिकट भनेर भन्दाखेरि तलब पनि त आउँछ होला भनेको थियो होला। के कुरा गर्नुभएको थियो मम्मीले? यस्तो कुरा त मसँग खासै गर्नुभएको थिएन। अनि उहाँ गइसकेपछि अहिले नेपाल फर्कन खोज्नु भएको छ। इलिगल तरिकाले बस्नुपर्ने अवस्था आयो होइन? हजुर। अनि नेपाल फर्काउनका लागि जुन कम्पनीमा जानुभएको छ त्यहाँ चाहिँ पैसा तिर्नु पर्यो। हजुर, 10 लाख। 10 लाख नेपाली। अनि कसरी फर्काउने? 10 लाख? मम्मीसँग कुरा भएको कति भयो अहिले? नभएको 15-16 दिन भइसक्यो। अहिले चाहिँ कुरा गर्न दिएको छैन। अघि सुनेको थिएँ मम्मीको फोन फुटाइदिनु भएको छ भनेर सुनेको थिएँ। त्यहीँको मान्छेहरूले यता नेपालमा बोल्यो भन्ने थाहा पाएर अनि कुटपुट पनि भयो भन्ने सुनेको थिएँ मम्मीमाथि। हजुर। 15-16 दिन अगाडि कुरा गर्दाखेरि के भन्नुभएको थियो मम्मीले? मम्मीले ठिक छु, आरामै छु भनेर मसँग हाँसेर चाहिँ बोल्नुहुन्थ्यो। अनि राम्रोसँग पढ, मेरो टेन्सन नगर भन्दै हुनुहुन्थ्यो। ढाँटेर भन्नुभएको रहेछ। मलाई केही पनि भन्नुहुन्थेन। मलाई यस्तो भयो कहिले पनि भन्नुहुन्थेन गएपछि पनि। बाबा चाहिँ इन्डियामा हुनुहुन्छ। अनि मम्मीको र बाबाको सम्बन्ध राम्रो छैन अरे भन्ने सुनेको हो।
बाबा घरमा आउनुहुन्न? आउनुभएको थियो कहिले? असारतिर। मम्मी गइसकेपछि? मम्मी गएपछि अनि मम्मीको र बाबाको चाहिँ बोलचाल कुराकानी हुँदैन थियो? हुँदैन। बाबा बोल्नु खोज्नुहुन्न। बोल्नु भन्दाखेरि त्यो मलाई चाहिन्न, जेसुकै गरोस्, नेपाल आएर माइती गएर बसे पनि मलाई केही छैन भन्दै हुनुहुन्थ्यो बाबाले। तिमीसँग त बोल्नुहुन्छ बाबा? आफै गरे पर बोल्नुहुन्छ, नभए गर्नुहुन्न। अनि तिमी चाहिँ कोसँग बसेको छ यहाँ? अहिले म मात्रै बस्छु। एक्लै? हजुर। भाइ बहिनीहरू पनि छैनन्? भने जस्तो भएन, झनै उहाँ गएर फस्नुभयो, अब नेपाल ल्याउनकै लागि पनि 10 लाख चाहियो भनेर भनियो। अब कसरी, के छ उपाय? कसरी पठाउने त पैसा? इराक भन्ने देश सुनेको छ? तिमी त अहिले 16 वर्षको भयो होइन? तर त्योभन्दा नि पहिला इराकमा एकदम ठुलो घटना भएको थियो। सुनेको थिएन। जहाँ 12 जना नेपालीहरूलाई त्यहाँ निर्ममतापूर्वक मारिएको थियो र त्यसपछि नेपाल सरकारले त्यहाँ नेपालीहरूलाई जानको लागि बन्देज लगाएको छ। तर त्यही ठाउँमा मम्मी पुग्नु भएको छ। मम्मी मात्रै होइन, धेरै हुनुहुन्छ इलिगल तरिकाले जानुभएको छ। उहाँको मम्मी चाहिँ बाबासँग पनि सम्बन्ध त्यति राम्रो नभइसकेपछि वैदेशिक रोजगारमा एउटा छोरीलाई म सुख दिन्छु, राम्रोसँग शिक्षा दिन्छु, त्यसको लागि मैले चाहिँ दुःख गर्छु भनेर विदेश जानुभएको रहेछ। अनि इराक पुग्नु भएछ, फेरि भिसा फेरि टिकट भनेर जानुभएको। तर अहिले उहाँ परिबन्धमा परिसक्नु भएको रहेछ नेपाल फर्काउनको लागि। सम्बन्धित कम्पनीलाई नेपाली 10 लाख रुपियाँ बुझाउनु पर्ने रहेछ। यदि बुझाउन नसकेको खण्डमा त्यो 10 लाख रुपियाँ बढ्न पनि सक्छ र नानीको मम्मीको जीवन थप धरापमा पनि पर्न सक्छ। यो खबर सुनिसकेपछि अलिकति विस्तृत रूपमा बुझ्न मन लाग्यो र बुझ्दै गर्दाखेरि नानीबाट पनि बुझेँ र थप यो विषयसँग सम्बन्धित जो हुनुहुन्छ अलिकति जानकार उहाँहरूसँग बुझ्दै गर्दाखेरि विषय निकै गम्भीर छ। यो विषय तपाईहरु माझमा सबै बेली विस्तार लाउनुपर्छ जस्तो पनि लागेन मलाई, किनभने बुझिहाल्नुभयो एकजना नेपाली चेली फसिनु भयो र इराकमा बेचिनु भयो। यो अर्थमा भन्दैछौँ कि उहाँलाई किन्नको लागि नेपाल फर्काउनको लागि 10 लाख रुपैयाँ अहिले आवश्यक छ। कति दिन भनेको छ रे नानी? अब हजुर कति दिन भित्र पठाउनु पर्यो पैसा? 10 दिन भित्र। आजको मितिले 10 दिन भित्र। आजको मितिले 10 दिन भित्र यदि हामीले पैसा पठाउन सकिएन भने त्यो 10 लाखले नपुग्न पनि सक्छ र मैले भनिहालेँ नानीको मम्मीको जीवन जोखिममा पनि पर्न सक्छ। अहिले नै उहाँमाथि कुटपिट भएको छ, मोबाइल खोसेर फुटालिएको छ भनिसकेपछि हामी आफै बुझ्न सक्छौँ कि 16 दिनदेखि नानीले कुरा गर्न पनि मम्मीसँग पाउनु भएको छैन। अब यो विषय तपाईहरु माझमा प्रस्तुत गरिसकेपछि उहाँलाई त्यहाँसम्म कसले पुर्यायो, ती दलालहरू को हुन्, त्यो बाटोमा जोडिने को हुन्, त्यो पाटोमा जोडिने को हुन्, त्यसको खोजी र अनुसन्धान गर्ने पाटो त आफ्नो ठाउँमा हुँदै होला। तर त्यो भन्दा पहिले हामीले नानीको मम्मीको सकुशल नेपाल फिर्तीको लागि प्रयास गर्नुपर्ने छ र त्यसको लागि हार गुहार गर्ने सम्बन्धित निकायहरूमा पनि यो कुरा नपुगेको होइन, तर उहाँ इलिगल तरिकाले त्यहाँसम्म पुगेको कारणले र पैसा दिइसकेपछि नेपाल फर्काउन सक्ने सम्भावना भएको कारणले अहिले पैसा पठाउनको कुनै पनि विकल्प छैन। पैसा चाहिँ त्यही कम्पनीमा पठाउने भनेको रहेछ हैन? हजुर। दर्शकहरू कुरो बुझिहाल्नुभयो। नानीको मम्मीको फोटोहरू र डिटेलहरू पनि हामी यहाँ राख्छौँ, तपाईहरुले हेरिहाल्नुहुन्छ। हामी तपाईहरुसँग एउटा चेलीलाई नेपाल सकुशल फिर्ता गर्नको लागि सहयोगको अपिल गरिरहेका छौँ यहाँबाट। मम्मीको नाम के रे? गौमाया। गौमाया। गौमायालाई नेपाल फर्काउनको लागि तपाईँ आफ्नो तर्फबाट
पक्कै पनि सहयोग गर्नुहुनेछ भन्ने हामीलाई अपेक्षा छ र उहाँ नेपाल फर्किसकेपछि कसरी फस्नुभयो, कसरी त्यहाँ पुग्नुभयो भन्ने कुरा पनि अवश्य पनि जानकारी गराउनेछौँ भने उहाँलाई नेपाल फर्काउनको लागि हजुरहरूले गरेको प्रयास र हामीले गर्ने प्रयासको पनि हामीले तपाईँहरू माझमा अपडेट अवश्य पनि गराउनेछौँ र सहयोगकै लागि अनुरोध गर्न चाहन्छौँ। सहयोग गर्ने माध्यम पनि हामीले स्क्रिनमा छोडेका छौँ र नम्बर पनि छोडेका छौँ। हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र यो विषयलाई अझै डिटेलमा बुझ्न चाहनुहुन्छ भने पनि हामी तपाईँलाई जानकारी गराउनेछौँ।